आज हाम्रो घरमा कहाँबाट कचुवा आयो यसरी हिँडिरहेछ। यसरी हिँड्दो रहेछ यो पाखामा पनि। पानीमा बस्ने, पानीमा बस्छ होला सायद यसको। यसले टाउको तान्ने र लुकाउने गर्दा चाहिँ माथि खप्पर हो यसको। यसको विपरीत साइड यस्तो हुँदो रहेछ। ठ्याक्कै टाउको तान्यो यसरी लुकाउँछ पनि टाउको, लुकाउने भन्ने छ। यिनी यसका खुट्टा पनि लुकाउँदो रहेछ, पुच्छर पनि हुँदो रहेछ। यसरी लुकाएको छ है, हेर्न सक्नुहुन्छ। हामीले त्यत्तिकै छोडिदिएका छौँ यसलाई। अब जङ्गलतिर जाओस् भनेर, ठुलो होस् बढोस् भनेर। हाम्रो घरभन्दा तल खोला छ, त्यहाँबाट माथि आएछ।